देख्न सक्नुहुन्छ गाइजहरु स्पेशल तरिकाको चाहिँ आज रेसिपी बन्न जाँदैछ है। यो चाहिँ एकदम नेपालीहरुको बेस्ट फेभरेट हो के आलु भनेको चाहिँ ओहो यो चाहिँ बेस्ट चिसो यामको लागि चाहिँ यो एकदमै बेस्ट रेसिपी हो क्या। विन्टर सिजनको लागि चाहिँ एकदमै बेस्ट रेसिपी हो क्या। जाडोमा चाहिँ यो खूब खाइन्छ। पहिला पहिला नि हाम्रो घरमा बहुत बनाउनुहुन्थ्यो, अहिले चाहिँ अलिक कम गरेको छ। त्यस्तो गाह्रो केही छैन साथीहरु, नर्मल तरिकाको रेसिपी। धेरै मटेरियल्सहरु पनि आवश्यक पर्दैन, नर्मल तरिकाले घरमै बनाउन सकिन्छ। इजी तरिका। लाइक शेयर कमेन्ट गर्नुहोस्।